यदि तपाईको कुनै ब्याङ्कमा खाता छ र त्यो खातामा तपाईले अहिलेसम्म राष्ट्रिय परिचय पत्र अथवा एनआइडी कार्ड लिङ्क गर्नुभएको छैन भने आज म तपाईलाई यही कुरा गर्न सिकाउँछु। तपाईले कसरी घरमै बसेर आफ्नो राष्ट्रिय परिचय पत्र अथवा आफ्नो नेसनल आइडेन्टिटी कार्डलाई आफ्नो जो ब्याङ्क खातामा कसरी लिङ्क गर्न सक्नुहुन्छ घरमै बसेर मोबाइल ब्याङ्किङ अथवा इन्टरनेट ब्याङ्किङको सहायताले। यो भिडियोमा यसकै कम्प्लिट जानकारी सेयर गरेको छु जुन चाहिँ तपाईलाई एकदमै काम लाग्छ है। र यसको बारेमा तपाईले धेरै टाइपको न्युज मिडियामा पनि हेर्नु भएको होला, केही स्क्रिनमा पनि म तपाईलाई देखाइरहेको छु। यो चाहिँ एकदमै गर्ने पर्ने हो र कन्फर्म न्युज है। तपाईलाई खाता छ भने यो तुरुन्त गरिहाल्नुहोस्। अब आउनुहोस् म तपाईलाई मोबाइलमा लगेर सबै कुरा स्टेप बाई स्टेप गर्ने तरिका सिकाउँछु। त्योभन्दा अगाडि भिडियोलाई सेयर गरिदिनु होला है। जसको खाता छ जसलाई गर्न आउँदैन भने भिडियो हेरेर त्यसले गर्न सक्छ। सो सेयर चाहिँ गर्न नबिर्सनु होला। लाइक कमेन्ट र सब्सक्राइब अवश्य पनि गर्नु होला है। 1 मिलियन मलाई पुग्नु चाहिँ। सो सब्सक्राइब चाहिँ गर्न नबिर्सनु होला। आउनुहोस् भिडियोलाई स्टार्ट गरौँ। तपाईसँग चाहे वालेट होस्, चाहे तपाईसँग मोबाइल ब्याङ्किङ होस् अथवा तपाईको कुनै ब्याङ्कमा खाता छ, तपाईले कुनै वालेटहरू पनि युज गरिराख्नु भएको छैन भने यस्तो अवस्थामा पनि तपाईलाई त्यहाँनिर गएर आफ्नो ब्याङ्क खातामा चाहिँ नेसनल आइडेन्टिटी कार्ड लिङ्क गर्नुपर्छ। तपाईसँग नेसनल आइडेन्टिटी कार्ड छैन भने अहिले नै गएर बनाइहाल्नुहोस्। मैले यता कतै एउटा भिडियो राखिदिन्छु है कार्डमा, त्यो तपाईँ गएर चेकआउट गर्नु होला। र तल पनि राखिदिन्छु है, त्यो हेरेर एउटा घरमै बसेर आइडेन्टिटी कार्ड बनाएर तपाईले लिङ्क गर्न सक्नुहुन्छ है। त्यो साइडमा मैले तपाईलाई मोबाइलको फोनको स्क्रिन सेयर गरेको छु र यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ नेबिल ब्याङ्कमा लगइन छु क्या। तपाईले मोबाइल एपबाट पनि गर्न सक्नुहुन्छ। तपाईले मोबाइल ब्याङ्किङ लिनुभएको छ भने धेरै राम्रो, इन्टरनेट ब्याङ्किङबाट पनि गर्न सक्नुहुन्छ है। जस्तै कि तपाईँलाई मोबाइल ब्याङ्किङबाट गर्नु छ भने जुन ब्याङ्क हो त्यो ब्याङ्कको एप खोल्नुहोस्। तपाईँसँग एप छैन, इन्टरनेट ब्याङ्किङ लिनुभएको छ भने यस्तो अवस्थामा गुगलमा गएर तपाईँले नेबिल ब्याङ्क एनआइडी अपडेट भनेर लेख्नुभयो भने त्यहाँनिर पनि आइदिन्छ। आर्टिकलहरू पढेर त्यहाँबाट पनि गर्न सक्नुहुन्छ। नभए तपाईँलाई डाइरेक्ट ब्याङ्कमा कल गरेर पनि जानकारी लिन सक्नुहुन्छ है। सो त्यो चाहिँ तपाईँले गर्न सक्नुहुन्छ। तपाईँलाई कुन सजिलो लाग्छ त्यो हिसाबले तपाईँ गर्नुहोला। कुनै कुरा छैन भने तपाईँको ब्याङ्कमा खाता मात्र छ भने ब्याङ्क गएर गर्नुपर्छ है। सो यहाँनिर तपाईँहरू हेर्न सक्नुहुन्छ म चाहिँ नेबिल ब्याङ्कमा छु। अब नेबिल ब्याङ्कमा यहाँनिर कुनामा मोर भन्ने अप्सन हुन्छ। मोर भन्ने अप्सनमा जानुहोस्, एकाउन्ट सर्भिस भन्ने अप्सन खोज्नुहोस् है। यहाँनिर हेर्नुहोस् एकाउन्ट सर्भिस भन्ने अप्सन छ, यहीँनिर छ है अपडेट यो डकुमेन्ट्स भन्ने। यो अपडेट यो डकुमेन्ट्समा क्लिक गर्नुहोस् र यहीँनिर तपाईँलाई सोधिहाल्छ नेसनल आइडेन्टिटी कार्डको अप्सन है, नेसनल आइडी अपडेट भनेर। यसमा क्लिक गर्नुहोस् र तपाईँको ब्याङ्कमा जे नामहरू थियो नि त्यो सबै यहाँनिर फिल भएर आइदिन्छ। तपाईँलाई टाइपहरू केही पनि गर्नु पर्दैन। जस्ट यहाँनिर तपाईँहरू तल गर्नुहोस् र यहाँनिर तपाईँलाई तपाईँको नेसनल आइडेन्टिटी कार्ड नम्बर हाल्न भन्छ। म त्यो नम्बर फिल गरिदिन्छु। अनि त्यसपछि तपाईँको यो जुन कार्ड छ नि कुन जिल्लाबाट इस्यु भएको छ होइन, डकुमेन्ट इस्यु प्लेस सोधेको छ, यसमा क्लिक गर्नुहोस् र यसमा पनि म आफ्नो जिल्ला यहाँनिर चुज गरिसकेको छु। त्यसपछि इस्यु डेट, तपाईँको कार्ड कहिले इस्यु भएको थियो त्यो तपाईँ यहाँनिर हालिदिनुहोस्। अब यो कहाँनिर हुन्छ तपाईँको नेसनल आइडेन्टिटी कार्डमा। नेसनल आइडेन्टिटी कार्डमा चाहिँ यहाँनिर हुन्छ है, जुन चिप्स हुन्छ नि त्यसकै तल लेखेको हुन्छ इस्यु डेट 2022/11/1 भनिरहेको छ है। सो म त्यहाँनिर गएर यो टाइप गरिदिन्छु। सो यहाँनिर मैले आफ्नो इस्यु डेट पनि हालिदिइसकेको छु। अब यहाँनिर म नेक्स्टमा क्लिक गर्छु। अब यहाँनिर तपाईँलाई अपलोड गर्न भन्छ है फाइलहरू। सर्वप्रथम तपाईँलाई भन्छ अगाडि पछाडि दुवैको अपलोड गर्न भन्छ है फोटो। सो यहाँनिर म क्लिकमा क्लिक गर्छु र यहाँबाट फाइलमा चुज गर्छु है। अब तपाईँसँग फिजिकल कार्ड छैन है, तपाईँलाई मैले एउटा भिडियो दिएको थिएँ जसमा मैले तपाईँहरूलाई नेसनल आइडेन्टिटी कार्ड डाउनलोड गर्ने तरिका पनि सेयर गरेको थिएँ क्या। यता कतै त्यो भिडियोको लिङ्क राखिदिन्छु र भिडियोको तल पनि चाहिँ माथि लिङ्क आइरह होला, नभए भिडियोको तल गएर पनि त्यो भिडियो वाच गर्नु होला। त्यहाँबाट चाहिँ तपाईँले आफ्नो कपी निकाल्न सक्नु, अगाडि पछाडिको कपी निकाल्न सक्नुहुन्छ र यहाँनिर अपलोड गर्नुहोस् है। यो मैले आफ्नो फ्रन्टको चुज गरेँ। अब तल ब्याकको चुज गर्न भनेको छ। सो यहाँनिर मैले फ्रन्ट र ब्याक दुवै यहाँनिर हालिदिइसकेको छु। त्यसपछि तल गरेर म यहाँनिर नेक्स्टमा क्लिक गर्छु। त्यसपछि यहाँनिर तपाईँहरूको अगाडि सानो ओटिपी भेरिफिकेसन गर्न भन्छ। तपाईँले दिएको नम्बरमा एउटा ओटिपी आएको होला है, मेरो ओटिपी पनि आइसकेको छ, फिल गरिदिन्छु है। ओटिपी फिल भयो अनि भ्यालिड ओटिपीमा म यहाँनिर क्लिक गरिदिन्छु। त्यसपछि केही समय वेट गर्नुभयो भने एनआइडी भेरिफिकेसन पेन्डिङ भनेर देखाइरहेको छ होइन। तपाईँको जुन तपाईँले अपडेट गर्नुभयो त्यो तपाईँको सबै कुरा पहिला भेरिफाई गर्छ। तपाईँले आफ्नै अपलोड गर्नुभएको छ कि अरूको, यो कुरा पनि ब्याङ्कले हेर्छ क्या। अनि मात्र तपाईँको यहाँनिर अपडेट हुन्छ। सो हेर्न सक्नुहुन्छ साथीहरू कति इजी थियो। केही मिनटमै हामीले घरमै बसेर कसरी चाहिँ हाम्रो आफ्नो नेसनल आइडेन्टिटी कार्डलाई हाम्रो ब्याङ्कमा कसरी लिङ्क गरे अथवा कसरी कनेक्ट गरे। आई होप तपाईँले सबै कुरा बुझिसक्नु भएको होला। जो नेसनल आइडेन्टिटी कार्डसँग रिलेटेड भिडियोजहरू छ, ब्याङ्कसँग रिलेटेड भिडियोजहरू छ, स्क्रिनमा यो सबै भिडियोलाई चेकआउट गर्नुहोला। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा, लाइक कमेन्ट र सेयर गरिदिनु भएकोमा धेरै धेरै धन्यवाद।